साथीहरू आज चाहिँ म कोदोको ढेँडो खान लागेको छु है। अनि जाडो पुरा छ। अनि साथमा यो चाहिँ कुखुराको मासुको झोल है, अनि दाल है, अनि फ्राई मिट चिकन। अनि मेरो बुढा चाहिँ खानुहुँदैछ। बुढा मेरी क्रिसमस भनिदिनु। मेरी क्रिसमस। ल हामी चाहिँ बुढाबुढी खान लागेको है। ल तपाईँ लगाऊ यो लगाइदिउँ यो जोड पर्दैन। अरू के लाउनु हो? सबै भयो। यहाँ चाहिँ मेरो फेभरेट छ विङ्स। मलाई चाहिँ साथीहरू यो चाहिँ मेरो जाडो आज पुरा जाडो छ हाम्रो यता चाहिँ गाउँमा चाहिँ। आज 3 दिन भइसक्यो है जाडो भएको। अनि साथीहरू यो चाहिँ मेरो फेभरेट हो। यो चाहिँ के हो तपाईँहरूले भनिदिनुहोस् ल। भिटेको चक्करमा है कोदोको ढेँडो चाहिँ मलाई अस्तिदेखि खाने इच्छा थियो है। अन्त मैले यो कोदोको पिठो चाहिँ अस्ति हामी सपिङ गर्न जाँदाखेरि चाहिँ सुपर मार्केटबाट माथि आन्टीको दोकानबाट चाहिँ ल्याएको साथीहरू। ल कोदोको ढेँडो खाएन। हामी चाहिँ आज 25 तारिक डिसेम्बर है। अनि चर्चमा क्रिसमस मनाएर आएको। अनि हतार गरेर आएर चाहिँ किनभने हाम्रो यहाँ ट्युसन स्टुडेन्टको चाहिँ बर्थडे थियो नि त है। अन्त सेलिब्रेट गरिदिनु नानीहरूसित भने चाहिँ उसको प्यारेन्ट्सले अस्ति नै हामीलाई भनेको थियो। अन्त आएर हतार स्पिड गरेर चाहिँ अनि आएर कोही सपिङ जाने, कोही यहाँ के गर्ने, कोही पकाउने तुलाउने गरेर चाहिँ अनि बर्थडेको साथसाथमा अन्त नानीहरूलाई चाहिँ आज हामीले हाम्रो नानीहरूको ट्युसन स्टुडेन्टहरूलाई चाहिँ क्रिसमस पार्टी पनि दिएको आज हामीले। त्यस्तो स्पेसल त केही पनि दिएन है, सिम्पल खाना चिकन दाल राइस खिलाएको। अन्त बर्थडे बोयको आमाले चाहिँ केक खिर चक्लेटहरू चाहिँ उसको आमाले ल्याइदिएको थियो। अनि चिकन राइस दाल चाहिँ हामीले हाम्रो तर्फबाट क्रिसमस पार्टी दिएको साथमा। मजा आयो, हामीले पुरा इन्जोय गऱ्यौँ। मलाई मेरो त्यो अचारको बाइनबाट एउटा खर्सानी लगाइदियो नि। नानीहरूले खान्छ भनेर चाहिँ दालमा पनि अनि के अरे मासुमा पनि एकदम खोर्सानी नलगाएको कि अलिअलि खानु मन लाग्दछ साथीहरूलाई। हामीलाई चाहिँ यस्तैहरू मनपर्छ है। विङ्स भयो, कलेजो भयो, लिभर जाती भयो, हामीलाई सस्तो यो जाती हो। अन्त साथी यो चाहिँ खोर्सानी हो। तपाईँले हेरिरहनु भएको छ यो अचार मेरो। त्यसले चाहिँ अमिलो पिरो साथीहरू पहिला यस्तो कुराहरू केही मन पर्दैन थियो। हिजो आज चाहिँ अब बुढेसकाल लागेर होला यस्तो खानाहरू साह्रै मिठो लाग्दछ साथीहरू। मलाई चाहिँ कुखुराको मासु खाँदाखेरि कलेज नखानेसम्म चाहिँ सन्तोकै लाग्दैन। हामी चाहिँ सानैदेखि अनि मेरो भाइलाई चाहिँ जबसम्म धाते खाँदैन कुखुराको मासु खाँदा उसलाई कुखुराको मासु खाएको जस्तो लाग्दैन क्या। तपाईँलाई चाहिँ कुखुराको मासु खाँदाखेरि कस्तो लाग्छ है? कति मिठो भयो ढेँडो त। जम्मै साथीहरू जम्मै नानीहरू कतिजना थियो? 17जना थियो। साथीहरू तपाईँहरू कतिजनाले चाहिँ ढेँडो चाहिँ कुलुक मिलेको देखेको थिएँ कि तर म त मिल्नै सक्दिनँ हो। अनि म चाहिँ अलिअलि भए पनि हल्लाउनुपर्छ। तपाईँहरूले खालि थुक्पा खाएको मात्रै देख्नुहुन्छ होला। ढेँडो पनि खान्छु, भात पनि खान्छु।
है मिठो भयो साथीहरू अलिकति खुर्केर पनि खाइदिनु पऱ्यो दाबीले छैन अन्त बुढाले आज यस्तो पनिरले पकाएकै धेरै पनि साथी जुठो नभनिदिनुहोस् ल किनभने अब यो चाहिँ कोही पनि छैन खाने होला अनि यो डाडु चाहिँ म अलग्गै समातेर यसरी लगाएर चाहिँ अनि यो डाडुलाई चाहिँ म अलग्गै राख्ने होला चाहिँ अब यो चाहिँ खानु सक्दैन यो साथीहरू जाडोमा साथीहरू हामी चाहिँ फलमासुको पनि खाँदैन है अनि यस्तो विङ्स फलमासु भनेको चाहिँ मिठो र छोरीले चाहिँ अलिक खान्छ अनि आप्पालाई चाहिँ बिचरालाई मन परोस् कि नपरोस् गामराङ गुम्रुङ लगाइदिन्छ हामीले क्या तर बिचराले अब जे पनि लगाइदिएपछि खाइदिन्छ हामी चाहिँ सबै छानेर खान्छौँ तर छानेर भन्नाले फलमासु चाहिँ हाम्रो कसले पनि खाँदैन सुँगुरको मासु खायो भने पनि सबैजनाले बस्दै बस्नु खान्छ छपरेको बस्तुहरू कुखुराको मासु खायो भने पनि यस्तो विङ्सहरू लिभर कलेजो अन्त झाते विङ्सहरू खान्छ अनि कुखुरा दोकानको मान्छेलाई पनि थाहा छ ल साथीहरू अब यो चाहिँ बिस्तारो खान्छु र यति भन्दै सबैजनालाई मेरी क्रिसमस अनि एडभान्समा सबैजनालाई ह्याप्पी न्यू इयर अनि गुड नाइट भन्न चाहन्छु ल बाई